बाउनाले र आन्टी कहाँ दुल्लिन हिँडेको गाइस। अन्त कति राम्रो भएछ कोदो। म धेरै पछि दुल्लिन हिँडेको। अन्त बाटो यस्तो छ, आइपुग्न लागिसकेँ म दुल्लिने ठाउँमा। यहाँ भैँसीहरू छन् 2टा। अनि हजुरआमाले के गर्नुभएको छ, अनि अनुसाले हजुरआमा दुल्लिन के भन्नुभएको थियो। अनुसा पनि अब बाहिर आउँछिन् र अनि म दुल्लिएर हिँड्छु। अनि हेर्नुहोस् न गाइस कति राम्रो बनाउनु भएको रहेछ क्या फुल लाएर। अब यहाँ बाटो अब म दुल्लिएर अब त्यो भाइ बहिनीहरू पिङ खेल्दैछन्, त्यो पनि देखाउँछु भन्दै हिँडेछु। जेउलाई उकेर आएको त त्यही भएर राम्रै रमाइलो लाग्यो। अब आइपुग्ने छु। अन्त हेर्नु गाइस यस्तो भएको छ बाटो, यहाँ लोटिन्छ कि डर लाग्छ। म अलि पर गएर मैले अर्को उस बनाउँछु। हेर्नु यहाँ कोदो पनि राम्रो भएछ। अब यहाँ भाइ बहिनीहरू चिच्याइरहेका छन्, तिनीहरू पनि जाँते पिङ खेल्दैछन्। कोदो त कति राम्रो भएछ के। अझ त्यहाँ उसहरू पनि छन्, भाइले बहिनीलाई लिएछन्। यिनीहरू पनि जाते पिङ खेलिरहेछन्। यो बहिनी टाङ के गरेको छन् भने हेर्दै बसिरहेछन्। दिदी रमाइलो भएको छ भने मलाई पनि खेल्न मन लाग्छ, तर गुल्टिन्छु क्या डर लागेर म खेलिनँ। खेल्नु पर्ला अर्को पालीमा भने अनि म बाई बाई गरेर